हेलो गाइज, गुड इभिनिङ सबैमा। आज तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लग डे 2 मा। आज चाहिँ हामी सिंहदरबारमा दरबार मार्ग सिंहदरबारतिर गइरहेका छौँ। सिंहदरबारको आज यहाँ वरिपरिको वातावरण, यहाँको लेआउटहरू र कस्तो परिवर्तन भइरहेको छ भनेर चाहिँ हामी आज देखाउन गइरहेका छौँ। सिंहदरबारको बाटोमा चाहिँ मान्छेहरू चाहिँ अहिले बेलुकाको समयमा चाहिँ चिसो हावा र स्वच्छ वातावरणमा चाहिँ घुम्न आउने गरेको पाइएको छ। र अहिले मान्छेहरू बेलुकाको समयमा इभिनिङ वाकहरू गरिरहेको देख्न सक्नुहुन्छ तपाईहरुले। यति बेला सिंहदरबार हामी अब त्यहाँ त्यतातिर सिंहदरबारको गेटतर्फ जाँदैछौँ। तपाईहरुलाई आज सिंहदरबार पनि हामी देखाउन गइरहेका छौँ। हेरेर साथ दिनु होला। यता सिंहदरबारको यता साइडमा चाहिँ एउटा फन पार्क, काठमाडौँको एकदम फेमस फन पार्क पनि रहेको छ। हेर्नु होला। कुनै दिन काठमाडौँ आएको अवस्थामा चाहिँ त्यहाँ रोमान्टिक गेमहरू लगायत सबै बच्चादेखि लिएर ठुलासम्मलाई मनोरञ्जन गर्ने ठाउँ रहेको छ। हजुरहरू देख्नुहुन्छ जाम भइरहेको। ल अब हामी चाहिँ सिंहदरबारको गेट नजिक पुगिसकेका छौँ। आज चाहिँ हाम्रो लोकेसन यहीँ वरिपरि हुनेछ। हजुरहरूलाई चाहिँ यस्तै दिनको डे बाई डे चाहिँ हामी नयाँ नयाँ ठाउँमा गएर यसो भ्लगहरू बनाएर हजुरहरूलाई चाहिँ यहाँको बारेमा जानकारी दिनेछौँ। त्यति बेलासम्म चाहिँ हामीलाई हेरेर साथ दिनु होला र हाम्रो च्यानललाई टिकटक आइडीलाई हेरेर लाइक, कमेन्ट, सेयर जसो धेरै सेयर गरेर साथ दिनु होला। हवस् त, गुड नाइट।